देशको माटोको गर्वबाट उम्रिएको सिद्धान्त लिएर आइराखेको भूमिपुत्रहरू र तिनीहरूले तपाईँको चाहिँ गर्न खोजेको यो देशको उन्नयन र प्रगति, यो देशको स्वाधीनता, यो देशको तपाईँको अस्तित्वलाई पृथ्वी रौन्जेलसम्म राख्नुपर्छ भन्ने उद्घोषका साथ निस्किराखेको श्रम संस्कृतिदेखि डराएर कसरी यो तपाईँको चाहिँ भोट तान्न सकिन्छ, कसरी मान्छेको चाहिँ होइन मनोबल यता त्यता गर्न सकिन्छ, भिडलाई तितर गर्न सकिन्छ, त्यो लहरमाथि चाहिँ कुरा गर्न सकिन्छ कि भनेर एउटा सानो झिनो प्रयासहरू गरिरहेका देशको झाँसोमा आउँछ त नेपाली समाज अब हो आउँदैन। श्रमको पछि होइन, श्रमको पछि लाग्नुपर्छ। जराबाट निस्किएको विचारलाई रोक्ने मान्छेलाई पछ्याउनु है। अहिलेसम्म तपाईँको छैन यो देशमा भएका पार्टीहरू सबै पार्टीहरू विदेशी विचार अरे है। खै त यो देशको स्वदेशी विचार, खै त यो देशको माटोको विचार, खै त यो देशको ढुङ्गाको विचार, खै त यो देशको तपाईँको छैन हाम्रो संस्कृतिको कथा, खै त तपाईँ र मेरो मन बिचको हाम्रो जीवनको कथा र व्यथाको कुरा। हाम्रो समस्या एकातिर छ, अर्कोतिर गीत गाएर हिँडेको छ। त्यस्ता मान्छेहरूलाई हामीले पार्टी र नेता भनिरहेको कारणले दुःख पाएको कुरा म निवेदन गर्न चाहन्छु। सबैजनालाई सचेत बन्नका लागि म अनुरोध गर्न चाहन्छु। खबरदार मासु र भोटमा भोट कसैले बेच्ला नेपाली जनताहरू भन्न चाहन्छु। भोलिको दिनमा हर्कसाम्पाङलाई धेरै उडाउनु भएको छ कति मान्छेहरूले। हिजो जेएनजीको आन्दोलन पछाडि सरकार कोही मान्छे आउनु नमान्दाखेरि म गएको थिएँ त्यहाँनिर है। देश जलिराखेको बेला, देश रोइराखेको बेला, देश ढलिराखेको बेला, रगतका चाटा तपाईँको छैन सडकै भरि भइराखेको बेला विदेशीले हस्तक्षेप गर्न दिन्न भनेर म गएको थिएँ त्यहाँ।